सम्पूर्णमा नमस्कार। म तपाईहरुको माझमा फेरि पनि उपस्थित भइसकेको छु। तपाईहरुले चिनिसक्नु भएको छ होला, म सर्जन राज कुँवर। तपाईहरुलाई यो युट्युब च्यानलमा स्वागत छ। र हामीले धेरै कुराहरु गरिसकेका छौं यो युट्युब च्यानलमा। र आगामी दिनहरुमा पनि धेरै कुराहरु गर्ने छौं। जीवन उपयोगी कुराहरु युट्युब च्यानलबाट प्रकाशित हुनेछ, धेरै भिडियोहरु। त्यसैले गर्दा यो भिडियोलाई लाइक, शेयर अनि सल्लाह सुझाव छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। तपाईहरुको कमेन्टले गर्दा नै म आगामी दिनहरुमा अघि बढ्ने हो। मेरो कमी कमजोरी कतै छ भने पनि औँलाइदिनु होला। तपाईहरुको साथ सल्लाह सुझावले गर्दा नै म अघि बढ्ने हो। यति भन्दै आजको हामी विषयवस्तुमा अगाडि बढौं। हरेक कुरा गर्नुभन्दा अगाडि एउटा मन्द मुस्कान चाहिन्छ, अनि मात्र हाम्रो जीवन सफल हुन्छ। हरेक कुरा गर्नुभन्दा अगाडि मुस्कान आवश्यक पर्छ। मुस्कानले नै मानिसलाई असफलताबाट सफलतातर्फ दौडाउँछ, अज्ञानताबाट ज्ञानीतर्फ दौडाउँछ। मुस्कानको एउटा ठूलो रहस्य छ। कुनै दिन यही मुस्कानको बारेमा पनि बहस गरौँला, सल्लाह गरौँला, कुराकानी गरौँला हजुरहरुमाझ। तर आज म यस्तो एउटा विषय लिएर आएको छु, जुन विषय सानोदेखि ठूला मानिसहरुसम्म एकदम सम्बन्धित विषय हो। यो विषयको शीर्षक रहेको छ आज जीवन। खासमा त जीवन के हो त? मानिसहरु जीवन जिउनका लागि धेरै संघर्ष गरिरहेका छन्। साँच्चै नै जीवन के हो त? आज मैले जानेका सानातिना टुटीफुटीका कुराहरुलाई जोडेर जीवनको बारेमा एउटा आफूले जानेको कुराहरु भन्ने सामर्थ्य गरेको छु। यसमा तपाईहरुले पूर्ण रूपमा साथ दिनुहुन्छ भन्नेमा म ढुक्क छु। यति भन्दै आजको हाम्रो कार्यक्रम, हाम्रो विषयवस्तुतर्फ हामी अगाडि बढौं। र आजको मेरो विषय छ जीवन। सामान्य रूपमा बुझ्ने हो भने जीवन भनेको के हो? जीवन भनेको चाहिँ जन्मेदेखि मृत्यु हुन्जेलसम्मका बीचका गतिविधिहरु हुन् नि, हैन र? जीवन अवश्य हो नि। तपाईको मृत्यु र जन्म चाहिँ तपाईको नियन्त्रणमा हुँदैन रे के? हुँदैन। त्यो सबैलाई थाहा भएको कुरा हो। त्यो जन्म र मृत्यु चाहिँ कसैको नियन्त्रणमा हुँदैन। तर तपाई आफ्नो जीवनलाई कस्तो बनाउन चाहनुहुन्छ भन्ने कुरा चाहिँ तपाईको हातमा अवश्य हुन्छ। यो कुरा चाहिँ बुझ्न जरुरी छ। तपाईको हाम्रो जीवन चाहिँ हामी सबैको जीवन चाहिँ एउटा हिलो माटो हो के? त्यो हिलो माटोलाई हामी जस्तो सेप दिन्छौं नि, हाम्रो जीवन त्यस्तै बन्छ। अब त्यो हिलो माटोलाई कस्तो सेप दिने, त्यो तपाईको हातमा छ। अनि अर्को कुरा, तपाईको माइन्डसेट अथवा तपाई जे सोच्नुहुन्छ त्यो पूरा हुन्छ। त्यही भएर तपाई जस्तो सोच्नुहुन्छ आफ्नो जीवनलाई त्यस्तै बनाउन चाहनुहुन्छ। त्यसैले गर्दा हर क्षण सकारात्मक सोच्न अत्यन्तै जरुरी छ। सकारात्मक सोचले मानिसलाई ऊर्जा दिन्छ, जीवन जिउन सक्ने एउटा सामर्थ्य दिन्छ, जीवनलाई अर्थपूर्ण बनाउन सक्ने एउटा शक्ति दिन्छ। सकारात्मक सोचले सधैं सकारात्मक सोच्नु। जीवनमा कहिले दुःख, कहिले हार, कहिले जित, कहिले सुख सबै आउँछ। तर सबै परिस्थितिलाई स्वीकार्नु चाहिँ हाम्रो जिम्मा हो के? कस्तो बेग छ कुरा। त्यो सबै कुराहरुलाई स्वीकारेर हामी अगाडि बढ्यौं भने जीवन एकदम सहज हुन्छ के? हामी सधैं सुख मात्र खोज्छौं नि, दुःख नआओस् भन्न थाल्छौं नि, त्यो हुँदैन के? दुःख बिनाको सुख त हुनै सक्दैन। जहाँ दुःख हुन्छ त्यहाँ सुखको रमाइलो बेग्लै हुन्छ। हामीलाई घामको महत्त्व किन हुन्छ? किनकि रात पर्छ। रात परेकै कारणले गर्दा घामको महत्त्व हुन्छ। त्यो मानिसहरु, गोरो अनुहारका मानिसहरु, राम्रा मानिसहरु एकदम घमण्डी गर्छन् नि, राम्री छु, म गोरो छु भनेर। उनीहरुलाई गोरो बनाउनका लागि महत्त्व कसले दिएको हो?
कसले? काला उनीहरूले हो नि त, त्यही भएर भनिन्छ नि त, विपरीत मूल्य एक अर्काका परिपूरक हुन्। यति विपरीत बाहेक अब जस्तै दुःख आउँछ भने सुख पनि अवश्य आउँछ नि, त्यस्तै हो के, सुखको मजा लिनलाई दुःख पाएको हुनुपर्छ क्या, अनि जीवन रमाइलो हुन्छ। जीवनलाई हामीले त्यसरी अगाडि बढाउन सक्नुपर्छ क्या, जुनसुकै परिस्थिति किन नआओस्, हामीले सहज रूपमा जीवनलाई अगाडि बढाउनुपर्छ क्या। त्यसैले गर्दाखेरि हर क्षण जस्तोसुकै परिस्थिति किन नआओस्, हामीले चाहिँ स्वीकार्नु चाहिँ पर्छ क्या। जीवन सजिलो छ क्या, मान्छेहरूले जीवनलाई कस्तो बिक बनाए होइन, कस्तो बनाए क्या जीवन सजिलो छ। कसरी भन्नु होला, तपाईँले अरूलाई जुन तराजुमा जोख्नुहुन्छ नि, एकचोटि आफूलाई पनि त्यही तराजुमा जोखेर हेर्नु क्या, अनि थाहा हुन्छ जीवनको मूल्य, जिन्दगीको मूल्य के हो कि त्यतिखेर थाहा हुन्छ। हामीले के गर्छौँ, हामीले अरूलाई त्यही एउटा तराजुमा जोख्छौँ, आफूलाई अर्कै तराजुमा जोख्छौँ। त्यो कहिले नगर्नु क्या, जुन तराजुमा अरूलाई जोख्नुहुन्छ नि, त्यही तराजुमा आफूलाई पनि जोख्नु क्या, अनि थाहा हुन्छ, अनि बुझ्छौँ कि हामीले जीवनको महत्त्व हामीले अरूलाई दोष लाउन जानेका छौँ। अनि अर्को कुरा, हामीले केही गल्ती गऱ्यौँ भने आफूले गरेको गल्ती त ख्यालमा त्यत्तिकै अन्जानमा गरेको जस्तो लाग्छ, अरूले गरेको गल्ती जानी गरेको जस्तो लाग्छ। त्यही भएर हामी भन्छौँ नि, आफूले गरे अन्जानमा, अरूले गरे जानी, आफूले गरे त्यो अन्जानमा, अरूले गरे त जानी, ए हो जीवन, ए हो जिन्दगी न हो। त्यही भएर मैले अघि भनेको थिएँ नि, जुन तराजुमा अरूलाई जोख्नुहुन्छ त्यही तराजुमा आफूलाई पनि जोख्नुहोस् क्या। धेरै वेक्ष कुराहरू जीवन हो यार, बुझ्न त गाह्रो भइहाल्छ नि, तर आशा छ हजुरहरूले बुझ्नुहुन्छ क्या। जीवन कहाँ सजिलो छ र होइन। त्यसैले गर्दाखेरि अनि अर्को मेन कुरा त मैले भन्ने बिर्सिरहेको क्या, जिन्दगीमा अरूको विचारको भकुण्डो कहिले पनि नभन्नु तपाईँ, किनकि अरूको विचारको भकुण्डो भन्नुभयो भने तपाईँ जीवनमा कहिले अगाडि बढ्न सक्नुहुन्न। अरूले के भन्ला, मेरो बारेमा अरूले के भन्ला भनेर हामी कहिले पनि चिन्तितै हुनु भएन क्या। मेरो बारेमा मैले के भनिरहेको छु, म ठिक छु कि छैन, म आफूमा आफू ठिक छ कि छैन, एकचोटि आफूलाई हेर्नुहोस् के, अरूलाई होइन। अरूले के भन्ला कि भनेर मतलब केही सरोकारको विषय होइन त्यो, मैले चाहिँ मलाई के भनिरहेको छु त, ठिक छस् त, त्यो चाहिँ ठिक कुरा हो कि, त्यो हो कि जीवन। अरूले के भन्ला कि भन्ने कुरोको त के को डर, आफू नकारात्मक नहुने, आफू सकारात्मक सोच बोकेर अगाडि बढेपछि त अरूले त जेसी गर्नु न, मतलब भएन नि, आफू बिग्रिन चाहिँ भएन क्या। त्यो हो कि जीवन भनेको। तपाईँलाई अर्को एउटा मेन एउटा कन्सेप्ट भनेर जीवनको बारेमा त म यहीँ अन्त्य गर्न चाहन्छु। धेरै कुराहरू छन्, जति बोले पनि सकिन्न, जति लेखे पनि सकिन्न जीवनको बारेमा त। यो अमूल्य जीवन हो यार। मानिसहरू यहाँ आत्महत्याका काण्डहरू आइरहेका छन्, त्यो जीवनको मूल्य नबुझेका हुन् क्या, अमूल्य छ क्या। विश्वको कति अरब मानिसहरू छन्, कति करोड मानिसहरू छन्, त्यो मध्ये तपाईँ त एक पिस हो के जम्मा, तपाईँ अगाडि संसार हार्छ, मेरो अगाडि संसार हार्छ क्या। त्यो भनेर सोच्नुपर्छ। यो अमूल्य जीवन हो, एक बार पाउने जीवन हो, केही त गर्नै पर्छ भनेर सोच्नुपर्छ यो जीवनमा।
र अर्को मैले एउटा महत्त्वपूर्ण कुरो भन्न गइरहेको थिएँ। जीवनमा हामी भूत, वर्तमान र भविष्य यी तीनटा बारे कुराहरू म गर्न चाहन्छु अनि म अन्त्य गर्छु। भूत, भविष्य, वर्तमान। भूतले के गर्छ? मान्छेहरू भूतदेखि के हुन्छ? तर्सिन्छन्। यस थाहा भएको कुरा हो। भविष्यको सोचले मान्छेहरू के हुन्छन्? चिन्तित हुन्छन्। विगतमा घटेका कुराहरूलाई हामी कोट्टाइ के हुन्छ? तर्सिन्छौँ। अनि भविष्यमा के हुने होला भनेर हामी चिन्तित हुन्छौँ। वर्तमानलाई बिर्सिन्छौँ, जुन बेला हामी बाँचिरहेका छौँ। अब के गर्न पर्यो भन्दाखेरि विगतका कुराहरूलाई बिर्सिनु पर्यो। भविष्यमा जे आउँछ म स्वीकार्न तयार छु भन्नु पर्यो। वर्तमानमा हामी बाँच्न पर्यो। वर्तमानमा। अनि मलाई थाहा हुन्छ जीवनको मूल्य के हो भनेर। जीवनमा खुसी पाउनको लागि के गर्नुपर्छ? खुसी पाउनको लागि हामी पोस्टपोन गर्दै गइरहेका छौँ नि। अब यति प्रगति गरेपछि म खुसी हुन्छु होला भन्न ठान्छौँ। त्यो गरिसकेपछि फेरि अर्को कुराहरू आवश्यक पर्न आउँछ। अर्को 60, 70, 80, 90 वर्ष मरेर चितामा जाउन्जेलसम्म पनि मानिस खुसी हुन सक्दैन क्या। आफ्नो खुसीलाई यदि पोस्टपोन गर्दै जाने हो भने। त्यही भएर आफ्नो खुसी अहिले हुने हो। अहिले, राइट नाउ। अहिले चाहिँ खुसी हुने हो क्या। मान्छे अहिले तत्काल खुसी हुनुपर्छ। भविष्यमा खुसी हुन्छु भनेर भविष्य त अब कहिले त्यतिखेर हामी भविष्यमा खुसी हुन्छौँ भनेर त्यो टाइममा पुगेपछि अर्को आवश्यक, अर्को निडहरू हामीमाथि आइसक्छ क्या। त्यसले फेरि हामीलाई चिन्तित, दुःखी बनाउँछ। त्यही भएर खुसी अहिले हुनुपर्छ। जीवनको बारेमा भन्न त धेरै मन थियो। भिडियो पनि लामो हुन्छ। केही कुराहरू सायद कन्सेप्ट हजुरहरूले पाइसक्नु भएको होला। जीवन के हो भन्ने कुरामा म भन्दा पनि हजुरहरू एकदम विज्ञ हुनुहुन्छ होला। यदि आफूलाई आफ्नो मनमा लागेका जीवनका बारेमा केही छ भने कमेन्ट बक्समा निर्धक्क साथ कमेन्ट गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा आभार प्रकट गर्न चाहन्छु तपाईँहरू सम्पूर्णलाई। हस्, यति भन्दै अर्को भिडियोमा अर्को विषयका साथ, यस्तै जीवनोपयोगी विषयका साथ भेट्ने बाचाका साथ म सर्जनराज कुँवर तपाईँहरूमा बिदा हुन चाहन्छु। हस्, धन्यवाद।